नमस्ते अनि गुड मर्निङ तपाईहरु सबैजनालाई जो जति मेरो भिडियो हेर्नुहुन्छ तपाईहरुलाई फेरि पनि वेलकम ब्याक छ। अनि म चाहिँ भावना हो। म चाहिँ नेपालबाट फिलिपिन्स आएको 2 महिना भयो। म चाहिँ यहाँ त ग्लोबल मिसन फेलोमा एप्लाई गरेर आएको थिएँ। ग्लोबल मिसन फेलोको एप्लिकेसन खुलेको छ है गाइज। तपाईहरुले जनवरी 15 भित्रमा फर्म भरेर तपाईहरुले पनि 2 वर्षको लागि आफ्नो यात्रा प्रभुको सेवामा प्रभुको मानिसहरुको सेवामा चाहिँ बढ्न सक्नुहुन्छ। यो चाहिँ मेरो रुम हो। म चाहिँ आज फिल्डमा जानुपर्ने भएको कारणले गर्दाखेरि अलि 2 घण्टा जति यात्रा गर्नुपर्ने कारणले गर्दाखेरि 6 बजेतिर नै रेडी हुनलाई उठिसकेको थियौं। जान लागेको ठाउँ चाहिँ आज महिलाहरुको सभा हुँदैछ। महिलाहरुको विशेष गरी ग्यादरिङ हुँदैछ वुमेन सोसाइटीको। कति धेरै कन्स्टिट्युशनल लहरुमा चेन्ज र रिइन्फोर्समेन्टको ग्यादरिङ हो यो। अनि यसो विचार गर्दै थिएँ कि मैले नेपालमा कानुनको कुराहरु पनि छ, सबै थोकहरु छ, तर जो पनि पीडामा पर्नु भएको व्यक्तिहरु हुनुहुन्छ उहाँहरुलाई चाहिँ अप्रोच गर्नै गाह्रो हुन्छ। किनकि कतिजना इन्फर्मड हुनुहुन्न अनि कतिजनालाई चाहिँ इन्फर्मेसन भए तापनि त्यो सोर्ससम्म चाहिँ पुग्नलाई चाहिँ गाह्रो भइरहेको हुन्छ। अरु ठाउँमा त त्यस्तो हुँदैन होला सोच्थे, तर फिलिपिन्स विदेश हुन त हाम्रो लागि हैन, डेभलप्ड छ भनेर भनिरहेका हुन्छ, तर यहाँ पनि कति धेरै ठाउँमा चाहिँ गाह्रो हुँदो रहेछ है, कति पुग्नलाई गाह्रो। यो चाहिँ हाम्रो अफिस बोर्ड अफ वुमेन वर्क, महिलासँग सम्बन्धित भएका थुप्रै कुराहरुमा चाहिँ काम गर्छौं। कानुनहरुसम्म पहुँच पुर्याउने अनि त्यसपछि अवेयर गर्नेदेखि लिएर सबै। म चाहिँ सुरुमै आइपुगेको थिएँ वेट गर्नुपर्ने भएको कारणले। अनि 16 दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्राष्ट्रिय रूपमा अभियानहरु हुँदैछ नि त हैन, त्यसको तयारीको लागि पनि हामीले काम गरिरहेका छौं। अनि त्यसको बारेमा पनि मैले तपाईहरुलाई भिडियोमा पठाउने नै छु। यो चाहिँ बुकलेट हो, यो चाहिँ 40 वटा छ। यो सबै प्रिन्टिङ देखि लिएर सबै हामीले अफिसमा गरेका थियौं। त्यसपछि हामीहरुको ग्र्याब पनि आइपुग्यो। हामीहरुको त्यहाँ नेपालमा इन ड्राइभ गर्छौं नि हामीले, त्यस्तै यहाँ चाहिँ ग्र्याब गर्छ। ग्र्याबमा पनि इन ड्राइभ जस्तै रिजर्भ गरेर जाने। बिहानै आएको भएर अफिसबाट हामीले खाजा पनि खाएका थियौं। जाँदै गर्दाखेरि मैले सोचेका थुप्रै कुराहरु दिमागमा थुप्रै कुराहरु पनि चलिरहेको थियो। उहाँहरुको यो ग्यादरिङमा चाहिँ कन्स्टिट्युशनल लमा चाहिँ के कति कुराहरु एमेन्ड गर्ने, कति कुराहरु थप्ने भन्ने कुराहरु थियो। कुन कुरालाई चाहिँ मध्यनजर राख्ने होला भन्ने केसहरु थियो। जुन केसहरु चाहिँ मैले तपाईहरुलाई यहाँ शेयर गर्न चाहिँ अलिक मिल्दैन, कन्ट्रोभर्सियल पनि हुन्छ। अनि त्यसपछि सेक्युरिटी पर्पजको कारणले गर्दाखेरि पनि मैले भन्नु मिल्दैन। तर कति धेरै केसेसहरुमा चाहिँ महिलाहरु अथवा त्यो सोर्ससम्म पुगिसकेका हैन, पावरमा पोजिसनमा भइरहेकाहरु पनि जस्ट बिकज अफ देयर जेन्डर के उहाँहरु महिला भएकै कारणले गर्दाखेरि कति धेरै ठाउँमा बोल्न सक्ने ठाउँमा हुँदा पनि उहाँहरुले चाहिँ समस्या भोगिराख्नु परेको कुराहरु सुन्दाखेरि चाहिँ मलाई कस्तो फिल भएको थियो। एनीवेज हामीहरु चाहिँ जादै छौं। म अनि हाम्रो टिम, एकजना बहिनी चाहिँ उ चाहिँ बाइकमा छुट्टै स्टेटबाट आउने कारणले गर्दाखेरि चाहिँ अनि हामी हाँस्दै खेल्दै रमाइलो गर्दै गइरहेका थियौं। तर कति धेरै सेन्सेसनल कुराहरु सुनौं भनेर चाहिँ म मेन्टली प्रिपेयर्ड चाहिँ भइसकेको थिएन। बाटोहरुमा जाँदै गर्दाखेरि आफ्नो देशको कुराहरु पनि याद आइरहेको थियो के। हामीहरुकोमा पनि घटनाहरु त कति धेरै छ नि त, रेप केसेसहरु कति धेरै छ। जस्ट बिकज एउटा इन्फ्लुएन्शियल फ्यामिलीमा को मान्छेले चाहिँ त्यो घटना घटाउँदै गर्दाखेरि चाहिँ उ कतिसम्म चाहिँ कानुनबाट पर बस्छ नि। त्यस्तो घटना यहाँ पनि के जहाँ पनि संसारको जुनै पनि कुनामा जाँदाखेरि त्यो पावरमा अथोरिटीमा भएको मान्छेले कति सजिलै मेनिपुलेट गरेर है पावरमा नभएका सोर्ससम्म नपुग्नेहरूलाई कति मजाले कानुनमाथि भएर चाहिँ मान्छेहरूले घटनाहरु घटाइरहेका हुन्छन् है। कस्तो सेन्सेसनल कुराहरु पनि सुनियो। अनि यहाँ जाँदै गर्दाखेरि चाहिँ यो ठाउँ चाहिँ प्रार्थनाको घर, प्रेयर टावरहरु नेपालमा इसाई समाजका व्यक्तिहरुलाई है, विशेष गरी मलाई चाहिँ याद छ गैंडाकोटमा थियो प्रार्थनाको घर। यो ठाउँ पनि त्यस्तै थियो हैन, डाँडामा मनिलाको यो हल्ला स्वरहरु सबैबाट पर, बाटोहरु पनि त्यस्तै उकालोमा थियो। अनि ग्यादरिङमा पुग्दाखेरि उहाँहरु चाहिँ जम्मा भइसक्नु भएको थियो। यहाँ पुग्दाखेरि चाहिँ म चाहिँ नेपालमै छु जस्तै भएको थियो मलाई चाहिँ। किनकि हेर्नु न, रुख बिरुवाहरुदेखि लिएर सबै चाहिँ सिमिलर छ हामीहरुको देशमा। आँपको रुख थियो यहाँ, अनि त्यसपछि चिनिरहेका भेजिटेसनहरु सबै थियो। अनि सबभन्दा मेन चाहिँ यो एरियामा लोखर्केहरु कति धेरै थियो के। अनि हो म त नेपालमै छु कि क्या हो जस्तो पनि फिल भइरहेको थियो। अनि
हामीहरू त्यो ग्यादरिङमा पुग्दै गर्दाखेरि चाहिँ थुप्रैजना दिदीबहिनीहरू चाहिँ जम्मा भइसक्नु भएको थियो। अनि यो ग्यादरिङ हुने ठाउँ चाहिँ मनिलामा थिएन, मनिलाभन्दा छुट्टै टाइटाई भन्ने प्रोभिन्समा पुगेका थियो। अनि वेलकमिङभन्दा अगाडि उहाँहरूले आफ्नो पार्ट्सहरू आज के हुन्छ भनेर सेयर गर्दै हुनुहुन्थ्यो। त्यो बेलामा चाहिँ हामी पुगेका थियौँ। पुग्दै गर्दाखेरि त्यहाँ पुगेर डिस्कस गर्दै थियो, किनकि हामीले पनि केही सेयर गर्नुपर्ने थियो। अनि मैले चाहिँ साथीहरूलाई पहिले भनेको थिएँ, मैले चाहिँ युट्युब च्यानल खोलेको छु, त्यति धेरै सब्सक्राइबर त हुनुहुँदैन, तैपनि म भिडियो बनाउँछु ल भन्दाखेरि उहाँहरूले पनि सपोर्ट गर्दै हुनुहुन्थ्यो। ल गराउनु हामी पनि सब्सक्राइब गर्छौँ भन्नुभएको थियो। अहिले यो देखाएको ब्रेडको नाम चाहिँ काराबान। यस्तो टेस्टी हुन्छ। हामीहरूको नेपालमा डोनटहरू हामीहरूले खान्छौँ नि, बिहान बिहान काठमाडौँमा हुनेहरूले चाहिँ त्यो फ्राई भएको कस्तो मैले नाम बिर्सेँ, खान्छौँ नि खाजाको लागि, त्यस्तै यहाँ चाहिँ उहाँहरूले यो बेक गरेर बनाउनुहुन्छ। ग्यादरिङ स्टार्ट भयो, सेयरिङ स्टार्ट भयो। हामीहरूको पार्टबाट पनि हामीहरूले सेयर गरेको थियौँ। उहाँ चाहिँ हामीहरूको इडी हुनुहुन्छ, उहाँको नाम आते जैन। आते भनेको चाहिँ दिदी, आते जैन। यहाँ चाहिँ सबैको नाममा आते हुन्छ। उहाँहरूले त्यहाँ हामीहरूलाई लोकल डिस अनुसार पनि खुवाउनु भएको थियो। केरालाई चाहिँ चिनीको पाकमा पकाएर अनि बुन्दुहरू त्यो डटहरू त्यो चाहिँ स्विट पट्याटोबाट बनेको हुँदो रहेछ, चिनीमा पकाउनु हुँदो रहेछ। अनि यो चाहिँ माछा फ्राई। सबै कार्यक्रमको डिटेल चाहिँ मैले तपाईँहरूलाई भन्नु मिल्दैन, तर हामीहरूको यहाँको टुकटुक हुन्छ नि मयुरी अटो, त्यस्तै यहाँ चाहिँ बाइकमा चाहिँ साइडबाट थपेर जोडेर गराउनुहुन्छ। अनि हामीहरू चाहिँ त्यहाँ थियौँ, म र एरिजा बहिनी चाहिँ अगाडि थियौँ भने त्यो साइडमा चाहिँ सानो भागमा चाहिँ 3 जना बस्नु भएको थियो, आते जैन, आते सिना, अनि त्यसपछि प्रिया पनि म जस्तै जिएमएफ हो, चाहिँ इन्डियाबाट आएको। अनि यो बाइकमा बस्दाखेरि मलाई साँच्चै नै म नेपालमै छु जस्तै फिल भएको थियो। अगाडि देखिरहेको छ नि हो त्यस्तै छ हामी बसेको ठाउँ पनि। अनि अब चाहिँ हामी फर्किरहेका छौँ। हामी चाहिँ चाँडै निस्कियौँ, कारण चाहिँ यहाँ लोकल मार्केट छ भनेर भन्नुभएको थियो। लोकल प्राइसमा चाहिँ सामानहरू पाउँछ भनेर भन्नुभएको थियो। म तपाईँहरूलाई हाट बजारको सिनहरू पनि देखाउँछु। अनि जाँदै थियो है, यति रमाइलो पनि भइरहेको थियो। रमाइलोको साथसाथै अघि भर्खरै ग्यादरिङमा सुनेका कुराहरू पनि दिमागमा आइरहेको थियो। तर अब त्यो ग्यादरिङलाई चाहिँ साइडमा राखौँ। ग्यादरिङ चाहिँ 3 दिनको थियो। हामी चाहिँ आते जैन चाहिँ सुरुदेखि नै त्यो ग्यादरिङमा हुनुहुन्थ्यो। हामीहरूलाई चाहिँ कस्तो हुन्छ त यहाँ काम भनेर सिकाउनलाई चाहिँ उहाँहरूले हामीलाई आज बोलाउनु भएको थियो। फर्किँदैछौँ, फर्किनुभन्दा अगाडि चाहिँ फेरि सहरमा पुग्नुभन्दा अगाडि चाहिँ गाउँको हाट बजारमा चाहिँ हामीहरूलाई लैजान्छौँ भनेर भन्नुभयो। हुन्छ नि त, हेरिहालौँ कस्तो हुँदो रहेछ यहाँको लोकल हाट बजार भनेर हामी पनि एक्साइटेड थियौँ। एक्साइटेड साथसाथै यो लोकल बजारमा चाहिँ होलसेल खासमा के भन्छ मल्सहरूमा सामानहरू बेच्नलाई चाहिँ यहीँबाट लिएर जान्छन् भनेर भन्नुहुन्थ्यो होइन। ठाउँ चाहिँ पिसफुल पनि थियो, मान्छेहरू त्यति धेरै जम्मा हुनुभएको थिएन। तर क्रिसमस सिजन चलिरहेको छ, यहाँ चाहिँ क्रिसमस एकदमै अगाडिदेखि नै हुन्छ है। अनि मान्छेहरू चाहिँ गिफ्ट्सको लागि चाहिँ यहाँ आउनुहुँदो रहेछ, आफ्नो फ्यामिलीको लागि अनि आफ्नो इष्टमित्र चर्चको मान्छेहरूको लागि गिफ्ट दिनको लागि भनेर आउनुहुँदो रहेछ। अनि बार्गेनिङ भन्ने नै हुँदैन कि यहाँ होलसेल प्राइस हो, तपाईँहरूले सिङ्गल पिस लानुहुन्छ भने लानु, डिस्काउन्ट भन्ने पनि हुँदैन रहेछ। प्राइस रेन्ज घटाउन चाहिँ सक्नुपर्छ भनेर भन्नुहुन्थ्यो। तर उहाँहरूसँग घटाउनै नसकिने कि म त घुमे मात्रै होइन, यताउति हेर्ने घुम्ने, उहाँहरू सँगसँगै पछि हिँड्ने मात्रै भइरहेको थियो। तर ठ्याक्कै नेपालको त्यो हामीहरूको परासीमा चाहिँ बुधबार र शनिबार बजार लाग्छ। अनि यहाँ चाहिँ सबै कपडा जुत्ता यो एरियामा हिँड्दै गर्दाखेरि चाहिँ आफ्नै पसलमा आफ्नै ठाउँमा छु जस्तै फिल हुने कि, किनकि उहाँहरू पनि हामीहरूको नेपालमा हुनुभएको कम्युनिटीमा प्रायः जसो मगर कम्युनिटी, तामाङ कम्युनिटीको पिपुलहरू, हामीहरूको मानिसहरू जस्तै उहाँहरूको अनुहार, उहाँहरूको हाउभाउ त्यस्तै नै के, फेसियल एक्सप्रेसनदेखि लिएर सबैजना फेस स्ट्रक्चर सबै त्यस्तै नै होइन, भाषा मात्रै फरक। त्यही भएर मलाई चाहिँ त्यति धेरै डिफ्रेन्ट चाहिँ फिल भइरहेको थिएन। अनि यो सबै हेर्नु न तपाईँहरू आफै पनि, यो सबै चिजहरू नेपालमा जस्तै छ के, नेपालभन्दा केही फरकै छैन। यो एरिया चाहिँ यो चाहिँ मनिलामा होइन, यो चाहिँ टाइटाई भन्ने प्रोभिन्सको एउटा ठाउँ हो होइन। त्यहाँबाट फर्किनुभन्दा अगाडि हामी जाने भनेर चाहिँ छिरिसक्दाखेरि चाहिँ उहाँहरूले चाहिँ थुप्रै सामान लिनुभयो कि म त दिमागमा चाहिँ पुरा नेपाली पैसामा कन्भर्ट गर्दै थिएँ। मैले पनि एउटा सर्ट लिएँ लास्टमा, त्यो सर्ट लगाएर मैले अरू कुनै भिडियोमा त्यो सर्ट लगाएर पनि आउँछ होला।
तर सबै चिजमा रहँदै गर्दाखेरि चाहिँ उहाँहरूको लाइफस्टाइल चाहिँ हामी जस्तै के लोकल्सहरूको लाइफस्टाइल हामी जस्तै। अनि हामीहरूको देशमा जस्तै यहाँ पनि ग्याप छ, एक किसिमको ग्याप छ एकदमै त्यो सोर्सफुल व्यक्तिहरू अनि त्यसपछि अन्डर रिसोर्स्डहरूको बिचमा चाहिँ एकदमै ठुलो ग्याप छ कि जुन ग्याप चाहिँ सायद अझै बढ्दै 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 नै जान्छ होला जस्तो लाग्छ। जोसँग पहुँच छ ऊ चाहिँ माथि बढ्दै जान्छ, सोर्स फोर्स गराउन सक्नेहरू, नेपोटिजम पनि ठ्याक्कै नभनिहालौँ तर पहुँचमा पुगेकाहरू चाहिँ माथि 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 नै जाने। अनि तर जो चाहिँ सोर्समा पुग्न सकिरहेको छैन थोरै थोरै ब्याक हुँदै 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 अनि एकदमै परसम्म त्यो किसिमको पोभर्टी ग्याप चाहिँ बढ्दै बढ्दै नै गइरहेको छ। यति हिँडेको थियौँ हामी यति पनि शरीरमा जाँगर चाहिँ थिएन अनि अँध्यारो पनि हुन लागिसकेको थियो। अनि रोडमा हेर्नु न त्यो क्रिसमस ट्री त्यो डेकोरेसन चाहिँ कति क्युट तरिकाले लगाइरहेको। जस्ट आजको डेबाट चाहिँ मेरो कन्क्लुजन के थियो भनेपछि हामी जुनै पनि ठाउँमा छौँ, चाहे सोर्सको नजिकै छौँ या रिसोर्स पर्सनको नजिकै छौँ या छैनौँ, एउटा कुरा चाहिँ के हुन्छ भनेपछि हामी आफैमा चाहिँ एउटा एबिलिटी चाहिँ राख्नुपर्ने रहेछ। म यदि शोषणमा परिरहेको छु अथवा मलाई कसैले गाह्रो गरिरहेको छ भने मैले मेरो लागि कुरा राखेन भने कसैले पनि मलाई हेल्प गर्न चाहिँ नसक्दो रहेछ। हामी विशेष गरी महिला दिदीबहिनीहरूलाई चाहिँ म के भन्न चाहन्छु भनेपछि हामी जुनै पनि ठाउँमा छौँ, यदि कसैले हामीहरूलाई दमन गरिरहेको छ, अत्याचार गरिरहेको छ भने आफ्नो आवाज उठाउन चाहिँ नछोडौँ। भलै हामीहरूलाई कानुनले सपोर्ट गर्ला नगर्ला तर व्यक्तिहरूको बिचमा चाहिँ हामीहरूको कुरा जाँदै गर्दाखेरि 100 जनामा 1 जनाले सुन्दा पनि उसले चाहिँ ओहो यस्तो भइरहेको रहेछ है भन्ने चाहिँ हुन्छ। बिहान पनि ट्याक्सीमा आएका थियो तर यसपालि चाहिँ जाँदाखेरि एकदमै धेरै ट्राफिक हुने भएर हामीहरू चाहिँ ट्रेन लिने निर्णय गऱ्यौँ। ट्रेनको पनि भिडियो म तपाईँहरूलाई देखाउँछु। यहाँ चाहिँ LRT लाइन 1, LRT लाइन 2, LRT लाइन 3 3टा ट्रान्जिट हुँदै हामी चाहिँ जाने भन्ने भएको थियो। अनि यो ट्रेनमा जाँदै गर्दाखेरि चाहिँ मलाई हुन त यसरी पोलिटिसियनको बारेमा भन्नु हुँदैन तर एकजना व्यक्तिले भन्नुभएको याद आयो कि नेपालको पूर्वदेखि पश्चिमसम्म जोड्ने ट्रेन र अनि त्यसपछि नेपालमा पानी जहाजको कुरा हो, नेपालमा पनि यस्तै भयो त कति सजिलो हुन्थ्यो है भन्ने भइरहेको थियो। यो परदेशबाट चाहिँ हामी मनिलामा जाँदैछौँ अनि यहाँ चाहिँ वरिपरि पुरै डाँडा थियो क्या। त्यो सुनोल पुगिसकेपछि त्यो दाउन्नेको डाँडाहरूको सिनहरू देखिन्छ नि होइन, वरिपरि त्यो जस्तै भाइब्स आइरहेको थियो। हामीहरूको ट्रेन पनि आउँदैछ। यो ट्रेनमा चाहिँ रुममा पुग्दाखेरि चाहिँ 2 घन्टा 3 घन्टा चाहिँ भइसकेको थियो। 5:30 बजे निस्केको, 7:30 बजेतिर हामी रुममा पुगेका थियौँ। रुममा पुग्दै गर्दाखेरि यो सबै भिडियोहरूकोमा साउन्ड रेकर्ड गर्दै गर्दाखेरि चाहिँ एकदमै टायर्ड पनि छौँ। भोलि गर्छु सोचिरहेको थिएँ तर फेरि भोलि नेटमा गएपछि अपलोड गर्नु मिल्छ भनेर अहिले नै रेकर्ड गरिरहेको। एकदमै थाकिएको थियो। थाक्दै गर्दाखेरि पनि भिडियो बनाउँछु भनेर पहिले प्लान गरेको भएर सबैजनाले ल अनि यो भिडियो बनाउनु पर्दैन, यो चिज पनि रेकर्ड गर न, यो चिज पनि इन्क्लुड गर न भन्दै हुनुहुन्थ्यो है। अनि एनिवेज तपाईँहरूले पनि हेरिदिइरहनु भएको छ। जो जति लास्टसम्म हेर्नुभयो तपाईँहरूलाई आउँदै गरेको क्रिसमस अनि नयाँ वर्षको धेरै धेरै शुभकामना, आशिषमय होस्। अनि जो जति युथ हुनुहुन्छ 20 देखि 30 वर्षको अनि ब्याचलर्स सघाउनु भएको छ अथवा ब्याचलर्स रिलेटेड सम वर्क एक्सपिरियन्स छ भने तपाईँहरूले ग्लोबल मिसन फेलोमा एप्लाई गर्नुहोला। अनि कोही चाहिँ मेरो जर्नी कस्तो हुँदैछ भनेर हेर्न बुझ्न जान्न चाहनुहुन्छ भने मलाई युट्युबमा अनि फेसबुकमा पनि फलो गर्न सक्नुहुन्छ। जो जतिले फर्म एप्लाई गर्दै हुनुहुन्छ तपाईँहरूलाई पनि अल द बेस्ट भन्न चाहन्छु। यसरी नै आजको दिन चाहिँ हामीहरूको गयो। अनि जो जति सेलेक्ट हुनुभएको छ नेक्स्ट इयरको लागि उहाँहरूलाई पनि एकदमै कङ्ग्रेचुलेसन्स। अनि मेरो भिडियो यतिन्जेलसम्मलाई हेरिदिनु भएको लागि पनि धन्यवाद। तपाईँहरूलाई चाहिँ एकदमै धेरै के भन्न चाहन्छु भने माइन्डफुल हुनुहोस्। जुन ठाउँमा हुनुहुन्छ आफ्नो एबिलिटीलाई एकदमै धेरै युज गर्नुहोस्, सक्दो अरूलाई हेल्प गर्नुहोस्। लाइफ एकदमै अनसर्टेन छ। फेरि पनि थ्याङ्क यू फर वाचिङ।